नमस्कार, म अभिषेक मेहता। आज हामी चाहिँ अ, यो च्यानलमा चाहिँ म एक्सरे, एमआरआई र सिटीहरूको जानकारी भनौँ न जति पनि इमेजिङ मोडालिटीहरू छ तिनीहरूको जानकारी ल्याउँदै गर्छौँ। यो चाहिँ परिवार अथवा पेसेन्ट यिनीहरूलाई ध्यानमा राखेर बनाइएको भिडियोहरू हुन्। त्यसो भएर धेरैभन्दा धेरै लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला हैन। आज हाम्रो टपिक रहेछ हामी हेर्छौँ सिटी स्क्यान चाहिँ बच्चा र गर्भवती महिलामा गर्न मिल्छ कि मिल्दैन, मिल्छ भने कतिको हार्मफुल हुन्छ, कतिको रेडिएसन लाग्ने चान्स हुन्छ, कतिको के अवस्थामा गरिन्छ र के अवस्थामा चाहिँ एभोइड गरिन्छ। यो चाहिँ आज हाम्रो यो भिडियोको टपिक रहेछ। पहिला चाहिँ बुझौँ सिटी स्क्यान भनेको के हो। सिटी स्क्यान भनेको एउटा इमेजिङ मोडालिटी हो, एउटा यस्तो मेसिन हो जसले चाहिँ रेडिएसन फालेर हाम्रो बडीभित्रको इन्टरनल अर्ग्यानहरूलाई हेर्ने गरिन्छ हैन। हाम्रो जति पनि इन्टरनल अर्ग्यानहरू छ तिनीहरूलाई चाहिँ भिजुअलाइज गर्नलाई भनौँ न भित्रपट्टि हेर्नलाई चाहिँ यो इमेजिङ मोडालिटी गरिन्छ। मैले स्याउको इक्जाम्पल दिएकै हो। स्याउभित्र किरा लागेछ भने त्यसलाई चाहिँ कसरी हेर्ने भनेको यो मेसिनले चाहिँ भित्र बाहिरपट्टिबाट कुनै पनि एक्स्ट्रा टियर च्यातचुत नपारिकन मजाले हेर्न सकिन्छ। अब इफेक्ट इन चिल्ड्रेन गर्ने हो भने चाहिँ चिल्ड्रेनहरूमा बच्चाहरूमा चाहिँ एकदमै सेन्सिटिभ हुन्छ हैन। बच्चाहरूको सिटी स्क्यान गर्दाखेरि एकदमै सेन्सिटिभ हुन्छ। त्यही भएर चाहिँ हामी डोज एकोर्डिङ टु एज हैन, कति एजको बच्चा रहेछ त्यही अनुसारले डोज राख्छौँ र डोजलाई चाहिँ मिनिमाइज गर्ने हैन। प्रायोरिटी चाहिँ अरू मोडालिटीहरूलाई दिने, जस्तै एमआरआई भइहाल्यो त्यसमा चाहिँ रेडिएसन हुन, अल्ट्रासाउन्ड भइहाल्यो त्यसमा पनि रेडिएसन हुन, यस्तोलाई चाहिँ प्रायोरिटी राख्ने। तर गर्नै पर्यो भने एकदमै डोज चाहिँ कम गरेर बच्चाहरूको गर्ने गरिन्छ हैन। अब गर्भवतीको कुरा गर्ने हो भने गर्भवती महिलाहरूलाई चाहिँ नगर्ने भने हैन, गर्दै नगर्ने। लाइफ थ्रेटनिङ कन्डिसन छ, आमाको ज्यान एकदमै जोखिममा छ भने त्यस्तो कन्डिसनमा गर्ने। र यो चाहिँ डक्टरको सल्लाहमा है, जुन डक्टरले रेफर गरेछ त्यो डक्टरको सल्लाहमा गरिन्छ। सामान्यत अवस्था छ भने त अर्को मोडालिटिजमा सिफ्ट गर्ने यदि गर्न सकिन्छ भने, जस्तै अल्ट्रासाउन्ड, एमआरआई यिनीहरूमा चाहिँ वैकल्पको रूपमा हुन्छ। तर अब गर्नै पर्यो भने चाहिँ एकदमै कम डोज राखेर डक्टरको सल्लाह गाइडेन्समा भनौँ न, डक्टरको गाइडेन्समा गर्ने। आमाको चाहिँ एकदमै सिरियस कन्डिसनमा छ, नगरी हुँदैन भने मात्रै गर्ने। महत्त्वपूर्ण कुरा भनेको सबैको लागि के हो भने भन्न चाहन्छु भने प्रेग्नेन्सी छ भने स्टाफलाई गएर पहिला नै इन्फर्म गर्ने, म प्रेग्नेन्ट छु, मेरो यति महिना छ भनेर पहिला नै इन्फर्म गर्ने है त। प्रेग्नेन्सी छ भने पहिला नै गएर इन्फर्म गर्ने, त्यही अनुसारले यो अपनाइन्छ। नत्र यसले चाहिँ गर्दाखेरि चाहिँ मिसक्यारेजहरू हुन चाहन्छ, रेडिएसन चाहिँ त्यो गर्भमा भएको बच्चालाई नि लाग्न सक्छ। त्यही भएर पहिला नै गएर इन्फर्म चाहिँ गर्ने। कन्ट्रास्ट टाइगरहरूको कुरा गर्ने हो भने कन्ट्रास्ट भनेको यस्तो सब्टान्सहरू हो जुन बडीभित्र राखेर हामी चाहिँ इन्टरनल अर्ग्यानलाई भिजुअलाइज गर्न युज गर्छौँ हैन। कुनै पनि अर्ग्यान हेर्नु छ भने त्यो भित्र चाहिँ कन्ट्रास्ट राखेर अनि त्यो अर्ग्यानलाई देखाइन्छ, इन्हान्स गरिन्छ। त्यो चाहिँ यसको चाहिँ दुईवटा कुरा बुझ्नु पर्यो। पहिलो कुरा चाहिँ एलर्जी छ कि छैन। कुनै पनि मेडिसिन खाँदा यदि एलर्जी हुने गरेछ भने कन्ट्रास्ट हाल्दा पक्कै पनि एलर्जेटिक हुन्छ। कन्ट्रास्ट हाली एलर्जेटिक पनि हुन्छ, सिभियर केस नि पुर्याइन्छ। म आफै पोस्टिङ गर्दाखेरि पनि हेरेछु कति पेसेन्टहरू इमर्जेन्सी कन्डिसनमा नि पुगिन्छ कन्ट्रास्ट एलर्जीले गर्दा। सो एलर्जिक छ भने इन्फर्म गर्ने। अर्को कुरा के हो भने किडनी फङ्सन टेस्ट क्या। किडनी फङ्सन टेस्ट अब कन्ट्रास्टहरू फिल्टर गर्ने नै किडनीले हो। त्यही भएर चाहिँ किडनी कस्तो अवस्थामा छ, किडनीको फङ्सनिङ अहिले कतिको चलिरहेको होइन। त्यही भएर किडनी फङ्सन टेस्ट चाहिँ कन्ट्रास्ट हाल्नुभन्दा पहिला हेर्न जरुरी हुन्छ। यदि ब्लड फिल्टर गर्ने भनेकै किडनीले हो। ब्लडभित्र कन्ट्रास्ट राखेछौँ भने त्यो कन्ट्रास्ट चाहिँ किडनीलाई गएर ड्यामेज गर्न सक्छ है। त्यही भएर किडनी यदि अलिकति पनि ड्यामेज छ, खराब छ भने पहिला नै जाँच गराउने, किडनीको फङ्सन हेर्ने अनि त्यसपछि मात्रै कन्ट्रास्ट इन्ट्रोड्युस गर्ने भनेर हामीलाई सिकाइन्छ। ल आज हामीले यति हेऱ्यौँ, बच्चामा सिटी स्क्यान डोज कम गरेर सुरक्षित गरिन्छ। सेकेन्ड पोइन्ट के हो भने गर्भवती सिटी स्क्यान सामान्यतया एभोइड नै गरिन्छ, तर इमर्जेन्सी कन्डिसन छ भने अब डक्टरको निर्णय अनुसार गरिन्छ। प्रेग्नेन्सी र एलर्जी छ भने पहिला नै जानकारी दिनु जरुरी हुन्छ है। जाने बित्तिकै प्रेग्नेन्सी अथवा कुनै पनि औषधि खाँदा एलर्जेटिक हुने गरेछ, जी चिलाउने गरेछ अथवा टेम्परेचर भनौँ न बढी हुन्छ भने पहिला नै गएर इन्फर्म गर्ने। फियरभन्दा सही जानकारी महत्त्वपूर्ण हुन्छ है। डरभन्दा चाहिँ सही जानकारी लिने, आफूले पनि लिने, यो चाहिँ हुन्छ। आजको लागि यति नै, धन्यवाद।